पर्सीको बाउ छोरालाई मैले थर्काएर आछु। हजुर एकदमै थर्काएर आछु यार। हजुर नराम्रो काम गरिस् यार। आजदेखि तेरो छोरालाई राम्ररी सम्झाएनस् भने गाउँ निकाला गर्ने पनि धम्की दिएर आछु यार। हजुर गर्न पर्यो नि त्यति त। त्यो नत्र त सिधै सुन्दैनन् तिनीहरूका बाउ छोरा जो एउटै रहेछन्। हजुर मलाई जो थर्काउँछ यस्तो हो यार। त टेन्सन नले, तेरा पैसा पनि आउँछन्। त्यो मैतेलाई पनि राम्रोसँग सम्झाउँछु मैले। त्यसलाई भेटाएँ भने त्यो भेटे होइन, मेरो सामुन परे होइन, बुझिस् नि। त्यसलाई भेटायो भने तेरा पैसा आउँछन्। जङ्गे छ हेर, तपाईँ हुनुहुन्छ म ढुक्क छु होइन। जङ्गे छ त टेन्सन नले, तेरा पैसा आउँछन्। राम्रोसँग गरेस् हेर, सजाएछस् घर पनि है, राम्रो गराएछस्। मच्छर लाग्छन् कि के हो तेरो घरतिर त? लाग्छ नि त मच्छर। अनि नानी तिमी ठिक छौ नि? हजुर म ठिक छु। तपाईँले त मेरो ज्यानै बचाइदिनु भयो नि। अब ज्यान बचाउनु भयो अरे। म त तिमीहरूको लागि हेर, तिमीहरूको लागि मैले ज्यान आफ्नो ज्यान बाजी थापेर पनि तिमीलाई बचाउँछु हेर। जङ्गे छ नि, जङ्गे, यो जङ्गे छ नि, यत्रो मुटु भएको जङ्गे छ हेर। हेर गोपाल, तपाईँ हुनुहुन्छ म ढुक्क छु। कुनै अप्ठ्यारो परेको खण्डमा यो जङ्गेलाई सम्झेस्। जङ्गे तेरो हटपल साथ दिन्छ, बुझिस् नि। यो के हो दुब्ला छस्, अलि खानी गर। ल म गएँ, जानु है। ल हुन्छ। साहब त एकदमै राम्रो मान्छे हुनु रहेछ नि। उहाँले मेरो ज्यानै बचाउनु भयो। नति नि फटाहरूले मलाई मार्थे नि त्यहाँ। हो बुढी, केही न केही त हुन्थ्यो होला है। बुढी काम भ्यायो? अब थोरै यति हो, अब सकिन्छ। बुढी सुन न, म जङ्ग साफसिङ जान्छु। त्यो चामल पनि थिएन घरमा, यसो जङ्ग साफसिङ गरेर पैसाको व्यवस्था गराएर आउँछु है। होइन बुढा, हामीले यस्तो मागेर बिहान बेलुका छाक टार्न एकदमै गाह्रो छ। अब त केही कामसाम गर्नु पर्यो नि त। तपाईँले काम गरेर पैसा कमाउनु पर्यो। अब जति दिन पनि माग्यो बिहान बेलुका खाना मात्र ठिक्क हुन्छ। अब यसो पछिको लागि पनि त सोच्नु पर्यो नि। हुन त हो बुढी, ठिकै भनेको तिमीले। म आज जङ्ग साफसिङ जान्छु, अनि कामको लागि पनि केही कुरा गरेर आउँछु है त। हुन्छ ल म लागेँ है। हुन्छ। जङ्ग साहब म ओके। नमस्ते जङ्ग साहब। नमस्ते नमस्ते। तपाईँ हुनुहुन्छ? म ढुक्क छु। के कति कामले आइज बस। होइन भूपाल, हजुर त आजकल कहाँ छस् कुन्नी? देख्न पनि हर के कति कामले आइतिस? पसिना र हसिना भएर आएको त भाइ। आज भोलि बिहानसँग खाना पनि पुग्दैन। हजुरले दिएको पैसा पनि सिद्धियो। अब हजुरले यसो काम लगाइदिनुहुन्छ कि भनेर आएको।